네, 안녕하세요. 반갑습니다. 또 왔습니다. 우리 한국어 문법 수업을 오늘도 다시 배우겠습니다. 자, 저는 마니 गौतम. बुझिन होला के हैन भर्खरै सिक्दैछ कहाँ बुझ्छ ओके नमस्ते गुड मर्निङ गुड आफ्टरनुन म मनी गौतम कोरियन ल्याङ्ग्वेजको ग्रामर क्लास लिएर फेरि आएको छु आज तपाईसँग 5औं दिन होला सायद हैन के कतिको बुझिएको छ थाहा छैन र हिजोको क्लासमा कति बुझियो त्यो पनि मलाई थाहा भएन किन थाहा छ भन्दै भन्नुन्न नबोल्ने विद्यार्थीहरुसँग कहाँ बुझ्छ त हैन बुझ्दैन पक्कै पनि बोल्नु पर्यो बुझ्नको लागि होइन भने बुझ्दैन साथीहरु 오케이 점. 자 오늘 저는 커피부터 마시고 시작한다고. 자 찡찡땅 블랙 커피 맛있어요 너무. 오케이. साथीहरु कोरियन ग्रामर क्लास म मनी गौतम केएलसी एजुकेसन फाउन्डेसनबाट है फेरि एकचोटी तपाईको सामु आइराको छु क्लास कस्तो भइराको छ थाहा भएन हेर्नुस् बुझिन्छ मैले कतिचोटी भनिसके बुझिन्छ भनेर नबुझ्ने कुरै हुँदैन है निरन्तरको प्रयासले मज्जाले बुझिन्छ त्यसैले कोरियनमा भन्छ सदाङ्गे साम्नेनिमेन कियक्चारलम्नन्दा भने है सदाङ्गे साम्नेनिमेन कियक्चारलम्नन्दा भन्न खोजेको के थाहा छ नि कुनै कुरालाई रिपिट गर्दै गयो भने त्यो मज्जाले बुझ्न सकिन्छ रिपिटेसन सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्न खोजे हो हिजो हामीले यो पढ्यौं कुन क्रियापद लगाउने कुन टेन्सको लागि हैन उ अ इ हुँदा अयो अस्सयो उ आ हुँदा आयो आस्सयो र हादा हुँदा हेयो हेस्सयो लगायौं अगाडि जाउँ सरासर छिटो हैन यो मान्नादा मान्नास्सयो यसरी बनाएको थियो यस हैन यस यो बनाएको थियौ ए यो यदि आदि अक्षर छैन VST मा भने भविष्य मा आदि अक्षर छैन भने यो कमन हुन्छ भनेर सिकाएको थियो हैन VST मा आदि अक्षर छैन भने जोडिन्छ भनेर सिकाएको थियो त्यही कुराहरु हिजोको क्लासमा गरेका थियौं जुन तपाईले फेरि एकचोटी रिभिजन गरी हेर्नु होला अनि त्यसपछि गएर हिजोकै क्लासमा ब इरेगुलर भर्ब भनेर पढाए है ब इरेगुलर भर्बको अर्थ के हो त अनियमित क्रिया जसलाई फुल्क्युचिक टोङसा भनेर भन्दछ छ कस्तो रहेछ यो कुनै पनि शब्दमा आदि अक्षरमा ब आएको छ त्यसमा अ जोडिन क्रियापद अ जोडिन आएको छ भने बलाई उ मा चेन्ज गरिन्छ भनेर तपाईलाई हिजोको क्लासमा भनेको थिए के रहेछ यो फुल्क्युचिक भने हैन के रहेछ फुल्क्युचिक भनेको क्युचिक भनेको रेगुलर भने हो है सिम्पल भाषामा क्युचिक भनेको नियम अनुसार भने हो अनि यसमा अगाडि फुल लगाइसकेपछि फुल क्युचिक हुन्छ है नेगेटिभ भयो अनियम अनुसार अथवा नियम अनुसार छैन भन्न खोजे अनियमित भने त्यसैले है फुल क्युचिक क्युचिक भनेको रुल भने हो है फुल क्युचिक भनेको रुल बिना अथवा अनियमित इरेगुलर भने है रेगुलर र इरेगुलर भएको बारे हामीले हिजो सिकेका थियौं ब आदि अक्षरमा आउँदाखेरि बलाई उ मा चेन्ज गर्नुपर्छ भनेर भनेको थियो र त्यसमा क्युचिक दोंसा पनि छ अथवा चाहिँ रेगुलर भर्ब पनि छ रेगुलर भर्बमा छाप्ता समात्नु पोप्ता निकाल्नु छोप्ता साँगुराउनु सिप्ता चबाउनु छप्ता फोल्ड गर्नु आदि इत्यादि छवटा शब्दहरु लेखाएको थिए त्यो रेगुलरमा पर्छ जुन हामीले चेन्ज गर्नु पर्दैन है यदि कुनै शब्दमा आदि अक्षरमा ब छ दायाँतिर अ जोडिन आयो भने बलाई उ मा चेन्ज गर्छौं उ र यता अ जोडिदा व हुन्छ भनेर सिकाएको थियो है त्यही कुरा थियो हिजोको फुल्क्युचिक टोङसामा खाव्यप्तालाई मैले एक्जाम्पल दिएको थिए खाव्यप्तामा ब आदि अक्षर रहेछ ब उ मा चेन्ज भयो अयो जोडिदाखेरि त्यसपछि गएर खाव्य उ अयो अथवा खाव्य वयो भनेर हलुङ्गो छ खाव्य वस्सयो हलुङ्गो थियो सेम त्यस्तै गरेर यी एक्जाम्पलहरु हिजो हामीले गरेका कुराहरु भए है यहाँ हामीले तुगप्ता तातो हुनु तुगवयो तातो छ तुगवस्य तातो थियो छोप्ता साँगुरो हुनु छोबायो हैन अनि छोबास्यो खाव्यप्ता खाव्यवयो खाव्यवस्यो हलुङ्गो छ भने हो है नुप्ता यो ब त चेन्ज भएन त साथी किन चेन्ज भएन जहाँ छ त्यही छ किनकि रेगुलर भर्ब हो क्युचिक टोङसा हो रेगुलर भर्ब भएपछि चेन्ज हुँदैन भनेर सिकाएको थिए छवटा शब्दभित्र पढ्यो नुप्ता नुवयो नुवस्यो ढल्किन्छु ढल्किए ढल्किए है
차갑다 चिसोउनु छागा भयो चिसो छ छागा बस्यो र सिप्ता सिवायो र सिबस्यो यसरी हिजोको क्लासमा हामीले पढेका थियौं 5 मिनेट रिभिजन क्लासमा तपाईलाई आजको क्लासमा जान्छौं फेरि नयाँ इरेगुलर भर्ब उथल्लाक के रहेछ उथल्लाक भन्नको मतलब थल्लाक भनेको हटाइन्छ हैन उलाई यो थल्लाकको अर्थ हटाइन्छ भने है लेख्नु होला है हटाइन्छ हट्छ भन्न खोजा यो उलाई हटाइन्छ भन्न खोजा है जस्तै हामीसँग यस्ता यस्ता भर्ब छन् जहाँ VST को अन्तिममा भवेल मात्रै आउँछ त्यस्तो भवेलहरुमा हामीले उलाई हटाउनु पर्छ भनेर यसको बारेमा पढ्छौं आजको नयाँ क्लासमा र यससँग अर्को पनि आज बताउँछु दुईटा बताउँछु आज है एकै दिनमा ख्याल गर्ने ओके पहिला नोट गरौँ होला साथीहरु किनभने नोट गरे भने बेस्ट है नोटले तपाईलाई राम्रो बनाउँछ त्यसैले पहिला नोट गरौँ नोट गरिसकेपछि अरु काम गर्नुला ओके उथल्लाको बारेमा के यस नोट गर्नुला नम्बर 2 हो यो नम्बर 2 मा है उ हटाइन्छ उलाई भवेल उ है यो भवेल उ हट्छ भनेर उ हट्छ भने यसमा हामी जान्छौं के यदि कुनै पनि क्रियाको VST मा verb stem मा अन्तिम भवेल उ छ भने र त्यस्ता क्रियामा अक्रियापद जोडिन आउँदा है जोडिन आउँदा है उलाई हटाइन्छ नम्बर फर्स्ट ओके नोट गर्नु होला है त उ हटिन्छ उ हट्छ भन्ने यो शीर्षक भयो यदि कुनै पनि क्रियाको verb stem मा धातुमा अन्तिम भवेल उ छ भने त्यस्ता क्रियामा त्यसलाई प्रेजेन्ट र पास्टमा लैजाँदा प्रेजेन्ट र पास्ट बनाउँदा क्रियामा अक्रियापद जोडिन आइराछ त्यो क्रियामा दालाई हटाएपछि उतापट्टि जोडिने क्रियापद हो जोडिन आइराको छ भने उलाई हटाइन्छ ए के त्यसपछि हटेको उ भन्दा अघि भएको भवेलको आधारमा अयो वा आयो के लगाउने भनेर हेर्न सकिन्छ मानौ उ हटाइसकेपछि जुन उ हटेको थियो त्यो भन्दा जस्ट अगाडि आउने भवेल हेर्ने त्यसकै आधारमा अयो लाउने कि आयो लाउने भन्ने कुराको निश्चय गर्न सकिन्छ है त्यही भन्न खोजेको हो यदि त्यतिखेर है भवेलहरु उ अथवा आ आउँछ भने हामीले आयो लगाउँछौं
आयो क्रियापदको प्रयोग गर्छौं कहाँ त हटेको भवेलको आधारमा हैन त्यो भन्दा उ भन्दा अघि भएको भवेलको आधारमा अयो अथवा आयो के लाउने भनेर हेर्न सकिन्छ यदि ओ र आ छ त्यो भन्दा अगाडि भवेल भने आयो लाउने बाँकी सबैमा बाँकी सबै अवस्थामा अयोको प्रयोग गर्ने यस अब यति मात्र लेखेर त हुँदैन साथीहरु हैन यति मात्र लेखेर त हुँदैन एक्जाम्पल पनि गर्छौं हेर्छौं प्र्याक्टिस गर्छौं अनि मात्रै हुन्छ अहिले जस्ट यति मात्रै बुझ्ने नोट गरिहाल्नुहुन्छ भने है यदि कुनै पनि क्रियाको भविष्ठिमा भिएसटीमा है यदि कुनै पनि क्रियाको भिएसटीमा अन्तिम भवेल उ छ दा हटाइसकेपछिको दा भन्दा अगाडि आउने भवेल उ छ भने त्यस्ता क्रियामा क्रियापद उतापट्टि दा हटाएपछि जोडिने क्रियापदहरु है क्रियापद अ जोडिन आयो के जोडिन आयो अ जोडिन आउँदा यो उलाई हटाइन्छ त्यो नै उ थाल्लाक भने हो उ हट्छ भने हो त्यसपछि हटेको उ भन्दा अघि भएको भवेल जहाँ हामीले उ हटायौं मानव एक्जाम्पलको लागि मैले यहाँ लेखिदिन्छु हेर्नु होला मानव मैले फापुदा लेखे है फा पुदा यही भने यदि कुनै पनि क्रियाको भिएसटीमा यो दा त हामीले हटाउनै पर्यो यो दा हट्नै पर्यो यो दा हटिसक्यो मानौ यो दा हट्यो अनि भिएसटी यो भयो भिएसटी को भवेल के छ त उ छ भवेल के रहेछ त यहाँ उ रहेछ हैन भवेल उ रहेछ भने त्यस्ता क्रियामा मैले यहाँ केही जोड्नु पर्यो है अयो जोडमला या आयो जोडमला यो अहिले पछि हेरेर थाहा हुन्छ यिनी दुईटा मध्ये कुनै एउटा जोड्नु पर्यो अ जोडिन आयो नि त यो जोडिन आयो नि है के त जोडिन आउँदा उलाई हटाइन्छ यो हट्छ भने यो पनि हट्ने रहेछ यो उलाई हटाइन्छ भन्दा यो उ हट्यो अब यहाँ हट्यो भवेल छैन त्यसपछि हटेको उ भन्दा यहाँ उ थियो नि यो हट्यो यो उ भन्दा है यो हटेको उ हट्यो नि यो हटेको उ भन्दा है यो उ भन्दा भनेपछि बुझिहाल्ने है साथीहरु यो उ भन्दा भने हो यो उ भन्दा अघि भएको भवेल यो त हटिसकेको थियो यो भन्दा अघि भएको भवेल भने है को आधारमा के लगाउनु त अयो लगाउँ कि आयो लगाउने भनेर निश्चित हुन्छ यसरी यो हामीले भवेल हटाइसक्यौं यो हटिसक्यो अनि यो अगाडिको भवेल हैन यदि ओ र आ छ भने यहाँ आ रहेछ यो ओ र आ छ भने आयो लाग्यो र यो ओ र आ बाहेक बाँकी सबै अवस्थामा यदि यहाँ ओ पनि रहिरहन्छ ओ पनि रहिन रहेछ आ पनि रहिन रहेछ भने हामीले अयो लगाउँछौं फिनिश यही हो उ थाल्लाक अरु हामीले एक्जाम्पलमा हेर्छौं ओके डन चल जस्तै नापुदा खराब हुनु हैन नापुदा खराब हुनु यहाँ उ आको रहेछ हैन उ आको रहेछ अनि के गर्छ त है अगाडि हामीले केही जोड्न आयो अयो वा आयो केही जोड्नु पर्यो त्यतिखेर हामीले के गर्छौं त यो उ हट्यो हैन त यहाँ उ थियो हट्यो हैन उ हट्यो उ हटाइसकेपछि के हुन्छ त है उ हटाइसकेपछि ए ना अनि पु अनि के भने थियो है यो भन्दा अगाडिको भवेल हेर्ने ए आ रहेछ त्यसो भए आयो लाग्यो हैन के हुन्छ त अनि नापु अनि आयो अनि ना यो यसको त कुनै छैन पमा आ लगाएर नाप्पायो खराब छ र नाप्पासयो खराब थियो भन्न खोजे है यसरी भवेल ओ र आ छ भने कहाँ त ओ र आ हैन यसरी हामीले मानव भवेल हटायौं यसरी उलाई हटायौं यो उलाई यहाँ उ थियो यो उलाई हामीले हटायौं हटाइसकेपछि यहाँ अगाडिको भवेल हेर्यौं ओ र आ छ भने आयो रेस्ट अफ भवेल अथवा त्यो बाहेकका सबै ओ आ बाहेककामा अयो लाग्छौं रेस्ट अफ भवेल ओ आ अथवा जाने ओ आ बाहेकका सबैमा हामीले अयो लगाउँछौं भन्न खोजे यसैलाई के भन्छ उ थाल्लाक भन्छ ओके
हिजो त बलाई उमा चेन्ज गर्छौँ भनेर पढाएको थियौँ। आज हामीले के त उलाई हटाइन्छ भनेर हेर्यौँ। अर्को हेरौँ है, थाम्गुदा। थाम्गुदा भनेको राख्नु, किम्चीरुल थाम्गुदा, किम्ची बनाउनु भन्न खोज्छ। केही कुराहरू राख्नुलाई थाम्गुदा भन्छ है। जाउँ, कुदा भनेको अफ गर्नु है, कुदा अफ गर्नु। खोप्फुदा भोक लाग्नु है। अब जाउँ, यो दा त हट्यो, यो दा हट्यो है, दा हटाए अनि के भयो त यो उ पनि हट्यो हैन। अब हटाइसकेपछि यहाँ आ रहेछ, यो उ हटाइसकेपछि यहाँ आ रहेछ, त्यही भएर आयो लगायो, थाम्गायो, थाम्गासयो है, राख्छु राखेँ। त्यस्तै गरेर कुदाको दा हट्यो, उ पनि हट्यो, अगाडि ओ र आ रहेन रहेछ, यो दुवै छैन भने अयो लाग्छ भनेको थिएँ है। अनि के हुन्छ त कु प्लस अयो हुन्थ्यो, अनि यो कु अ क अनि यो कसयो। त्यस्तै गरी कोप्फुदा, यो दा हट्यो अनि उ पनि हट्यो, अगाडिको भवेल हेरेँ यहाँ रहेछ, ओ रहेछ, ओ भएपछि आयो लाग्छ, ओ र आ भए आयो लाग्छ भनेको थिएँ। अनि खो खो फ आ फा, खोप्फा अनि यो खोप्फा, यो भोक लागेको छ, खोप्फासयो, भोक लागेको थियो। यसरी हामीले उलाई हटाइन्छ, यसलाई भन्छ उ थल्ला है। म उदा जम्मा गर्नु है, यो दा हट्यो, यो दा हट्यो, यो दा हटाएँ मैले, दा हट्यो अनि यो उ पनि हट्यो, उ पनि हट्यो। अब के बच्यो त है, म मो अ यति मात्रै बच्यो। अब योभन्दा अगाडिको भवेल हेरेँ है, यो भन्दा अगाडिको भवेलमा के रहेछ त ओ रहेछ। त्यसो ओ भएपछि है आयो लगाएँ, आयो लगाएँ अनि अब म मो, यो अ यो आ हैन, आ नै भयो। योसँग यो एउटा लेखेँ आ, अनि यो बच्यो मो आयो। के भने रे, मो आयो जम्मा गर्छु र पास्टमा मोआसयो हैन, के मोआसयो। अब जाऊ खिप्पुदा, खिप्पुदालाई हेरौँ, यो दा हट्यो, यो उ पनि हट्यो, अब के बच्यो त खि प मात्रै बच्यो। ओके, सेकेन्ड। अब यसलाई फेरि चेन्ज गर्छु मैले, हेर्नुहोस् है। ओके, अब यहाँ उ हटाइसकेपछि यहाँ यो भवेललाई हेर्छु है, यो भवेल ओ आ हुन्थ्यो भने आयो लाग्थ्यो, ओ आ रहेछ, इ रहेछ, त्यसो भए अयो लाग्यो हैन, अयो लाग्यो। अब यसलाई जस्ताको तस्तै लेख्नुहोस् है, खि अनि यो पलाई पनि जस्ताको तस्तै लेख्नुहोस् हैन। अनि यो चाहिएन, यो अ जोडियो, खिप्प अनि यो बच्यो, खिप्पयो र खिप्पसयो। यसरी गर्न सकियो है, खिप्पयो र खिप्पसयो गर्न सकियो। त्यस्तै जाउँ, लास्टमा आफुदा बिरामी हुनु है, आफुदा है, यो दा हट्छ, यो उ पनि हटाउनु पर्यो, दुइटै हट्यो। अब के बच्यो त आ अनि फ मात्रै बच्यो, फ मात्रै बच्यो। अगाडिको भवेल हेर्छु, ओ र आ छ भने आयो लाग्छ भनेको थिएँ है, आयो लाग्छ, यहाँ आ रहेछ, त्यसो भए प्लस आयो नै लगायो, आयो नै लगायो। अब यसलाई आलाई जस्ताको तस्तो लेख्नुहोस्, आ फ र आ फा हुने भयो है, आ फा अनि यो आफायो। र पास्ट टेन्समा हुन्थ्यो भने आ फासायो है, बिरामी छु, दुखेको छ वा दुखेको थियो। यसरी हामीले है उलाई हटाइन्छ भनेर युज गर्न सकिन्छ। जस्तै जाउँ, मौदा है, मौदालाई मो आयो हुने भयो, मो आयो र अनि मुआसयो, मुआसयो जम्मा गरेँ र खिप्पयो खुसी छु, खिप्पसयो खुसी थिएँ र आफायो बिरामी छु र आफासयो है, आफासयो। यहाँ मिस्टेक भएछ है साथीहरू, आप यो फ यहाँ हुँदैन है, ग्रेट मिस्टेक, दिस इज मिस्टेक, यो होइन, आफासयो हुन्छ है, आफासयो, टाइप मिस्टेक भयो होला, आफासयो बिरामी थिए। यसरी हामीले उलाई हटाइन्छ भन्ने एउटा इरेगुलर भर्बको बारेमा सिक्न सक्छौँ। अब त्यसै गरी हामीले दुईटा सिक्यौँ अहिलेसम्म। हिजोको क्लासमा त्यो बलाई उमा चेन्ज गरिन्छ, उ भएपछि अयो लगाएर अनि वयो हुन्छ।
राजा उलाई हटाइन्छ भनेर सिकाएँ। उलाई हटाइसकेपछि के गर्नु रहेछ त हैन, अगाडिको भवेल उ लागेको भन्दा अगाडिको भवेल हेर्नु रहेछ। ओ आ छ भने आयो र त्यो बाहेकका सम्पूर्णमा अयोको प्रयोग गरिँदो रहेछ भनेर तपाईलाई आजको क्लासमा बताएँ। यस, डन। अब के होला है, इरेगुलर भर्बले दिमागै इरेगुलर बनाउला साथीहरु, ख्याल गर्ने फेरि है। तर टेन्सन नलिने हैन, बिस्तारै गरे भने सब बुझ्छ, नबुझ्ने कुरै हुँदैन। ओके, अब जाउँ हामी अलिअलि त्यही, अलिअलि नयाँ। अलिअलि उ हटाइन्छ, अलिअलि थप गरेर फेरि एउटा कुरा सिक्छौं। र फुल्क्युचिक थोङ्सा अथवा र इरेगुलर भर्ब है। र इरेगुलर भर्बको बारेमा फेरि आजको क्लास नयाँ क्लास हो, नयाँ कुरा हो। आज दुईटा कुरा सिकाउँछु भनेको थिएँ। यो दुईटा कुरा सिकाइसकेपछि आजलाई क्लास क्लोज हुन्छ र जाउँ। ओके, यो पनि नोट गरिदिन्छु है। त्यसो भए रु अनियमित क्रिया भन्या, रु अनियमित क्रिया। ओके, तपाईले शब्दहरू हेर्ने क्रममा है, तपाईले शब्द हेर्ने क्रममा है, जस्तै इरुदा पोल लगाउनु, छिटो हुनु पनि अर्थ लाग्छ हैन। खोरुदा छान्नु हैन। त्यस्तै गरेर मोरुदा थाहा नहुनु हैन। छारुदा काट्नु हैन। अनि आदि इत्यादि शब्दहरू। त्यस्तै गरेर फारुदा लगाउनु, दल्नु। त्यस्तै गरेर पारुदा छिटो हुनु है। यस्ता शब्दहरू तपाईले धेरै देख्नु भयो होला है। तपाईले शब्दहरूमा यस्ता शब्दहरू धेरै देख्नु भएको छ। मैले एकछिनलाई यो दा हटाइदिएँ भनौँ, यो दा हटाइदिएँ है। दा हटाइरहेको छु अहिले है, किनभने नु त हटाउनै पर्यो। यसरी हटाउँदाखेरि अब तपाईले के देख्नुहुन्छ त, सबैमा एउटै भिएस देख्नुहुन्छ। उ रु 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 रु, यस्तो खालका शब्दहरू मस्तै पर्याप्त देख्न सक्नुहुन्छ है। यस्तै क्रियालाई र अनियमित क्रिया, र फुल्क्युचिक थोङ्सा भन्दो रहेछ है। जहाँ जहाँ यस्तो देख्नुहुन्छ यो सबै के हो त, र अनियमित क्रिया हो है। सर भर्खरै त अनि आथ्यो त, अनि कतिचोटि सिकाएको त्यही कुरा हैन। भर्खरै उ हटाइन्छ, त्यही उ त हो नि, तर होइन। ख्याल गर्ने है। ऐ सिकेको फापुदा व्यस्त हुनु, मो उदा जम्मा गर्नु हैन। खुदा ठुलो हुनु, सुदा प्रयोग गर्नु है, सुदा प्रयोग गर्नु आदि इत्यादि थियो। यहाँ यसो हेर्नुस्, फेरि दा हटाएँ है। यो दा हटाएँ, दा हटाएँ। यसमा र यसमा फरक छ है। यसमा उ त छ, तर र छैन है। र भएकोको लागि छुट्टै नियम छ। जति जति र र र र र सँग उ आउँछ त्यो फरक छ। र बाहेककासँग त्यो 2 नम्बरको नियम उ हट्छ भनेर लाग्छ है। यद्यपि यसमा पनि ऐको नियम पनि प्रयोग गर्न सकिन्छ, त्यो पनि नियम लागू हुन्छ। उलाई हटाइन्छ, सेम त्यही नियम भयो भने यसमा केही कुरा थप हुन्छ, त्यति कुरा हो। त्यसो भए तपाईहरु कन्फ्युज हुनु भएन है साथीहरु, कि उ छ भन्दैमा सबै उ भएकोलाई एउटै नियम होइन। र सँग आउने उ अथवा र त्यो फरक नियम हो, र बाहेकका आउने उमा फरक नियम हो। त्यो कुराहरु बुझ्नु होला। ओके, जाउँ। त्यसो भए यसको बारेमा थोरै लेख्छु, अनि बल्ल फेरि यसको एक्सरसाइज गरौँला हैन। ओके, ल यदि ओके, अंग्रेजी रातो त के लेख्नु हो, कालै लेख्दिउँ हैन। यदि कुनै पनि
क्रियाको कुनै पनि क्रियाको भविष्यमा VST मा है यदि कुनै पनि क्रियाको VST मा रु अथवा र सँग उ मात्रा हैन र सँग उ को मात्रा यही भन्नुहुन्छ है र सँग उ को मात्रा हो यसलाई यसरी लेख्नु पर्दैन रु भनेपछि बुझिहाल्नु होला रु छ र त्यस्ता प्रकारका त्यस्ता क्रियाहरूमा भवेल अथवा भवेल भन्नाले यो भन्नाले अयो अथवा असयो भन्न खोजे हो है यो बाहेकका पनि अरु पनि छन् हैन जोडिदा उ हटाइन्छ जुन नियम नम्बर 2 यहीँको लेख्ने है नियम नम्बर 2 अनुसार उलाई हटाइन्छ जुन અહીં उ थाललाग भनेर पढेको थियो त्यही अनुसार हटाउने हो सेम है हटाइन्छ भने रलाई डबल लेखिन्छ डबल भन्नाले के त है र भन्दा अघिल्लो अक्षर मा फाच्छिमको रूपमा भनौँ है लेखिन्छ भनौँ यस यो रहेछ र अनियमित क्रिया ओके एक्चुअली हेर्नुहोस् यदि कुनै पनि क्रियाको भविष्यमा के छ त रु छ र त्यस्ता क्रियाहरूमा भवेल भन्नाले है भन्नाले अयो असयो अथवा अरु कुनै पनि होला जोडिदा उलाई हटाइन्छ नियम नम्बर 2 अनि भर्खरै हेर्यौं त्यसै अनुसार हामीले उलाई हटाइन्छ पहिला अनि उलाई हटाइसकेपछि अगाडिको आधारमा ओ आ छ भने आयो अथवा ओ आ बाहेकका सबैमा अयो लगाइन्छ भने रलाई डबल लेखिन्छ डबल भन्नाले के त र भन्दा अघिल्लो अक्षरमा फाच्छिमको रूपमा लेखिन्छ भन्न खोजा है एक्जाम्पल दिन्छु मैले हेर्नु होला एक्जाम्पल त धेरै जान्नु पर्छ है एक्जाम्पल मानौ खोरुदा भन्ने शब्द राखेँ मैले खोरुदा भन्ने शब्द राखेँ दा त हटाउनै पर्यो है यो दा त हटाउनै पर्यो दा पनि हट्छ यो उ पनि हटाउनै पर्यो यो पनि हट्छ त्यसोभए यो त अहिलेको नियम नम्बर 2 अनुसार यो पनि हट्यो यो पनि हट्यो ओके यतिसम्म त बुझियो है र उ हटाइन्छ उ हटाइयो नियम नम्बर 2 अनुसार हो भने रलाई डबल लेखिन्छ डबल लेख्नुको अर्थ के हो त के क्रमशः जाउँ अब यो हटाइसकेपछि मैले पहिला अयो लाउँ कि आयो लाउँ त यो हटाइसकेपछि यसको अगाडिको अनुसार नम्बर 2 नम्बर अनुसार ओ भयो नि त आयो लाउनु पर्यो आयो अथवा आशय लाउनु पर्यो त्यसो भए यहाँसम्म आउँदा के हो त ख खो अनि यहाँ र छँदैछ अनि आयो भयो सेम
त्यसो भए के भने त र डबल लेखिन्छको मतलब यहाँ हामीले के बुझ्नु पर्यो भने के बुझ्नु पर्यो भने र भन्दा यो भन्दा अघिल्लो अक्षरमा फाच्चिमको रूपमा भनेपछि यो रलाई यहाँ लेख्ने भन्न खोज्यो त्यसो भए अब एड गर्नुस् है ख खो खोल र आ रा भयो खोल अनि अब रा भन्न पाइएन साथीहरु डबल यहाँ पनि ल छ यहाँ पनि ल छ दुवैलाई ल कोट्नुहुन्छ खोल्लायो र पास्ट टेन्समा खोल्लासयो यसरी छान्नु छान्छु छाने यसैलाई र अनियमित क्रिया भन्दो रहेछ है अब बुझ्ने फेरि है सबैभन्दा पहिले हामीले दा भन्दा अगाडि र छ भने हामीले उलाई हटाउने नियम नम्बर 2 अनुसार त्यसपछि गएर के रहेछ त रलाई अगाडिको अक्षरमा फाच्चिमको रूपमा लेख्यो भने कुरो सिद्धियो सिम्पल छ एकदम है यो बुझ्ने नम्बर 2 जस्तै एक्जाम्पल जाउँ खोर्दा छान्नु है यहाँ उ आएछ हैन यहाँ र छ र रहेछ अनि यतातिर आयो अथवा आयो जोडिने आयो अथवा आयो जोडिने आउला अथवा कुनै पनि अ जोडिने आउँछ भन्न खोज्या हो हैन त्यतिखेर के हुन्छ त है यो र को उ त हट्यो नै छैन अब उ छैन यहाँ उ थियो यहाँ छैन अनि अगाडिको भएले हेरिँदै रहेछ ओ भएपछि आयो लाग्यो ओ आ भए आयो बाहेकमा आयो लाग्छ अनि यो रलाई डबल लेखिन्छ अगाडिको अक्षरमा डबल लेखिन्छ अनि के भयो त खोल्लायो भयो के भयो त खोल्लायो भन्नु पर्यो है खोल्लायो है ओके यसलाई भन्छ र अनियमित क्रिया के रहेछ रे र अनियमित क्रिया जाउँ एक्जाम्पल छ फुर्दा अब हामीले म्याक्सिमम एक्जाम्पल गर्छौं अनि मात्रै थाहा हुन्छ है एकैचोटीमा मैले हेरे भन्नेमा बुझ्दैन है त्यसको लागि धेरै प्र्याक्टिस गर्नुपर्छ है धेरै प्र्याक्टिस गर्नुपर्छ अनि मात्रै बुझिन्छ यहाँ जाउँ है फ फु र रु दा रहेछ पहिलो काम दा हटाउँछु दोस्रो काम उ पनि हटाउँछु हट्यो अब यहाँ जाउँ फ फु र मात्रै बच्यो यसलाई आखिर डबल लेख्नै छ यो डबल हुन्छ भने थाहा छ हामीलाई डबल लेख्नै भएको हुनाले मैले यहाँ डबल लेखेँ ल यतिसम्म गर्ने केही फरक परेन किनभने यो त डबल लेखिन्छ अब उ हटाउने काम गरौँ है यसलाई हटाउने काम गर्दाखेरि प्लस यहाँ उ भएपछि ओ आ रहेन रहेछ अयो लगाउँछु है अयो क्रियापद लाग्दो रहेछ त्यसो भए अब जोड दिनुस् है फ फु फुल यो र अ यसको त भ्यालु भएन नि त ल भयो फुल लयो है फुल रयो होइन धेरै साथीले फुल रयो भन्छ कति गाह्रो कोरियन भाषामा के बुझ्नुपर्छ भने जे उच्चारण गर्दा तपाईलाई इजी लाग्छ नि जस्तो उच्चारण गर्दा इजी लाग्छ त्यही नै रुल हो फुल रयो भन्दा गाह्रो हुन्छ त्यसैले फुल लयो भन्ने है कोरियनमा तपाईलाई जे सहज महसुस हुन्छ प्रोनाउन्सिएसन गर्दा त्यही नै नियम हो है फुल्लयो भयो है फुल्लयो भनेको चाहिँ नोरेरल फुल्लयो गीत गाउँछु है छिङ्गुरल फुल्लयो साथीलाई बोलाउँछु फुर्दा भनेको गाउनु बोलाउनु भन्नु हो र पास्ट टेन्समा हो भने फ फुल लस सयो बोलाए गाए भन्न है फुल्लसयो गाए अथवा बोलाए ओके त्यस्तै जाउँ नम्बर 2 मा है यस्तै गरेर हामी नम्बर 2 मा जान्छौँ के रहेछ खोरुदा छान्नु है खोरुदा छान्नु जाउँ त गरौँ त सबैसँगै गरौँ है ख खो र रु दा खोरुदा छान्नु त्यसो भए अब म जान्छु पहिला दा हटाउँछु हट्यो उ पनि हटाउँछु हट्यो अब है यसलाई मैले के गर्छु त ख खो अनि यहाँ छ र के गर्छु त्यसलाई अगाडिको अक्षरको तल फाच्चिमको रूपमा लेख्छु हैन अगाडिको अक्षरको फाच्चिमको रूपमा लेख्नु पर्यो किनभने नियमै यही हो त्यसो भए के हुन्छ त कहाँ गयो यस यहाँ लेखेँ यतिसम्म त बुझ्नुहुन्छ यही यसको नियम के हो त डबल लेखिन्छ भन्न खोजा अब जाउँ
फेरि जोडौँ है प्लस यो ओ भएपछि ओ आ छ भने आयो लाग्छ नि त नियम नम्बर 2 अनुसार अनि आयो लेख्छु है मैले यो आयो मात्र लेख्दै हुन्छ किनभने यहाँ अ छ नि त्यो अ चाहिँदैन र पछि जोडिन्छ त्यही भएर मैले लेख्दिएँ अब यसलाई है यति गरिसकेपछि तपाईले यसलाई गर्नुस् है ख खो खुल ल लायो खुल्लायो खुल्लायो के रहेछ खुल्लायो छान्छु खोर्दा छान्नु खुल्लायो छान्छु र पास्टमा हो भने के हुन्छ त खुल्लासयो है खुल्लासयो है छाने भने है यसरी हामीले इरेगुलर भर्ब अथवा र 불규칙 동사 हामीले युज गर्न सक्छौं 그러면 자 어느 정도 알았을까요? होइन 어느 정도 알았었나요? 모르겠네요. कति जति बुझ्नु भयो होला थाहा भएन है कति जति बुझ्नु भयो होला मलाई थाहा भएन हेर्दै जानु भने बुझ्नुहुन्छ त्यस्तै नारुदा नाल्लायो नाल्लासयो हुन्छ है नारुदा नाल्लायो नाल्लासयो हेरौँ त ए फुल्लायो अनि फुल्लासयो बोलाए त्यस्तै खोल्लायो खोल्लासयो हैन छाने र नाल्लायो र नाल्लासयो है नारुदा भनेको बोक्नु हो है साथीहरु ओसार पसार गर्नलाई नारुदा भन्छ र नाल्लासयो बोके ओसार पसार गरे भन्नु खोज्छ ओके त्यस्तै गरेर अरु पनि छ इरुदा छिरुदा र थारुदा के इरुदा है इरुदा भनेको छिट्टो हुनु इरुदा भनेको पोल लगाउनु छिरुदा भनेको तिर्नु पनि हुन्छ छिरुदा भनेको चिच्याउनु पनि हुन्छ र थारुदा फरक हुनु त्यसैले इल्लायो भन्नु पर्यो इल्लायो यो दा हर्छ हैन यो दा हर्छ अनि उ पनि हर्छ यो दा हर्छ अनि उ पनि हर्छ यो दा हर्छ यो उ पनि हर्छ त्यसपछि गएर यहाँ अगाडिको आधारमा के अगाडिको आधार नभनौं यहाँ र यहाँ आउँछ र यहाँ आउँछ यहाँ आउँछ अनि के हुन्छ नि इ इल अनि यहाँ इ भएपछि अयो लाग्यो है अयो लाग्यो इल्लयो भयो त्यही भएर यहाँ इ भएपछि अयो लाग्यो इल्ल थाल छिल्लयो भयो अनि यहाँ आ भएपछि आयो लाग्यो हैन आयो लाग्यो त्यसरी इल्लसयो छिटो भयो छिल्लयो छिल्लसयो र थाल्लायो थाल्लासयो यसरी हामीले रु 불규칙 동사 अथवा अनियमित क्रियाको बारेमा हेर्न सक्छौं ओके मैले तपाईलाई कतिवटा त है 3 वटा इरेगुलर भर्बको बारेमा बताए धेरै साथीले इरेगुलर भर्ब गाह्रो हुन्छ सर बुझिएको छैन भन्नुहुन्छ तर सजिलै बुझिन्छ त्यति सारो हात्तिनु पर्ने हात्ती हाल्नु पर्ने मैले त्यस्तो देख्दिन हैन अहिले हामीले पढेको के रहेछ त नम्बर फर्स्ट मा है ओके नम्बर फर्स्ट मा हामीले ब अनियमित क्रिया पढ्यौं है सरी ब अनियमित क्रिया पढ्यौं हामीले ब अनियमित क्रिया भनेको त नि आदि अक्षरमा ब छ यसलाई यहाँ अयो जोडिन आयो अथवा अ जोडिन आयो भने यो ब लाई हामीले उ मा चेन्ज गर्दै रहेछौं अनि यो उ र यो अ जोडिँदाखेरि यो दुईटा जोडिँदा व हुँदो रहेछ हैन व जोडिँदो रहेछ तर यसमा रेगुलर भर्ब पनि छन् ख्याल गर्नुपर्छ ए नम्बर 2 मा सिक्यौं हामीले उ लाई हटाइन्छ हैन उ लाई हटाइन्छ उ भन्नाले यसलाई भन्न खोजा होइन यसलाई भन्न खोजा है उ लाई हटाउँदाखेरि हामीले अगाडिको भवेल हेर्छौं यदि अगाडिको भवेल ओ अथवा आ रहेछ भने हामीले के जोड्छौं त आयो जोड्छौं यदि ओ आ यो बाहेक यो दुईटा बाहेक अरु कुनै छ भने अयो जोड्दै रहेछौं यो नम्बर 2 मा सिक्यौं है उ थाल्लाग भनेर नम्बर 3 मा हामीले हैन है रु अनियमित क्रियामा यो उ लाई हटाइन्छ यही नियम भइहाल्यो सेम है र यो र लाई हामीले के त आदि अक्षरको रूपमा यहाँ लेख्छौं र यसरी के गर्छौं त अनियमित क्रिया रु भनेर सिकायौं ओके त्यसोभए हामीले अहिलेसम्म प्रेजेन्ट टेन्समा र पास्ट टेन्समा है हामीले प्रेजेन्ट टेन्समा र पास्ट टेन्समा यो अनियमित क्रियाहरुको प्रयोग गर्नुपर्छ भनेर तपाईलाई मैले बताएँ किनभने प्रेजेन्ट टेन्स र पास्ट टेन्समा हामीले अनिवार्य रूपमा अयो आयो जोड्नु पर्ने हुन्छ अयो आयो जोड्दाखेरि हामीलाई
यो नभई नहुने। किनभने के स्क्रिनमा हेर्नुभयो भने हामीले अहिले प्रेजेन्ट टेन्समा र पास्ट टेन्समा, प्रेजेन्ट टेन्समा अजोडिन आउँछ, अजोडिन आउँछ है, यो त चाहिएन। अनि पास्ट टेन्समा पनि अजोडिन आउँछ, अजोडिन आउँछ। त्यही भए त्यसै कारणले गर्दाखेरि हामीलाई इरेगुलर भर्ब अनिवार्य चाहिन्छ हैन। यदि यो अजोडिदैन अरु क्रियापदहरू लगाइन्छ हैन, कन्सोनेन्टबाट सुरु हुने क्रियापद लगाइन्छ भने यो अनियमित क्रिया चाहिएन। यद्यपि कसैलाई चाहिने ठाउँ पनि छ, सबै ठाउँमा चाहिँदैन भन्न मिल्दैन। त्यो कुराहरू बिस्तारै सिक्दै जान्छौँ। अब भोलिको क्लासमा सिक्छौँ दुईटा, त्यसपछि थाहा हुन्छ हैन। अनि यो कुरामा हामीले अयो असयो, आयो आसयो प्रेजेन्ट वा पास्टमा लैजाँदाखेरि हामीलाई अनियमित क्रिया अनिवार्य रूपमा चाहिने भएको हुनाले तपाईले युज गर्न सक्नुहुन्छ है। ओके, कस्तो लागिरहेको छ क्लास प्रेजेन्ट टेन्स? अब तपाईले समग्रमा भन्दाखेरि है कुनै पनि शब्दमा यो डबल स अस अथवा आस अथवा हेस जोडिएर आएको छ भने यो पास्ट टेन्स रहेछ भनेर बुझ्नु भयो भने पुग्छ। तपाईले यो होइन कि वा हेभी वर्क गर्नुपर्ने हैन, बुझ्दै बुझेन के गर्ने होला आत्तिनु पर्ने छैन। तपाईले सोचेको भन्दा एक्जाम धेरै इजी हुन्छ, धेरै इजी हुन्छ। धेरै इजी भएर नै हाम्रो के हो त हाई कम्पिटिसन भएको है। सबैले नेपालीहरू त यति पढ्नुहुन्छ साथीहरूले, दाजुभाइ दिदीबहिनीहरूले यति पढ्नुहुन्छ कि कुरै छोडिदिनुहोस्। अरू 17 वटा देशबाट इपिएस मार्फत कोरिया जानुहुन्छ, 17 वटा देश जान्छ कोरियामा। र नेपाल त पढाइमा एक नम्बर पढाइ, हाई कम्पिटिसन। त्यही भएर इजी क्वेसन आउने भएको कारणले हो। तपाईले पनि ध्यान दिएर पढ्नुभयो भने त्यस्तो आत्तिनु पर्ने छैन है। मैले आज यो क्लास सक्दै जाँदा थोरै तपाईलाई एउटा मैले कसरी पढाउँ भनेर एउटा सानो टिप्स दिन्छु है साथीहरू। म पनि हिजोका दिनमा त्यस्तै गरेर पढेको थिएँ। जस्तै के गर्नुहोस् भने एउटा इक्जाम्पलको लागि मसँग एउटा यो पेपर छ है। अब आज मलाई कुनै पनि भाषा जान्नको लागि सबैभन्दा इम्पोर्टेन्ट कुरा शब्दै जान्नुपर्छ साथीहरू हैन। मैले शब्द जाने भने सबै कुरा थाहा हुन्छ, तर वर्ड नै जानिन भने मलाई केही पनि आउँदैन। शब्द सर्वोपरि हो। शब्द जाने भने मात्रै सबै कुराहरू बुझिन्छ। त्यसो भए शब्द घोक्नको लागि तपाईले आफूले टाइम म्यानेजमेन्ट गर्ने हो हैन। कसरी म्यानेजमेन्ट गर्नुहुन्छ त? आज मैले यति शब्द पढ्छु, आज मैले 10 वटा शब्द 20 वटा शब्द भन्ने कुरा एकैचोटि मेमोरी गरेर हुने होइन है। एकैचोटि मेमोरी गर्दियो भन्दैमा शब्दहरू मेमोरी भइहाल्ने होइन। त्यसलाई रिपिट गर्दै जानुभयो भने अटोमेटिक आफै आउँछ। कहीँ त्यो शब्द देख्नुभयो, कहीँ सुन्नुभयो भन्ने अर्थ बुझिन्छ। अब कसरी गर्ने त? आज म मेरो ड्युटीमा जाँदैछु, मेरो काममा जाँदैछु हैन। अब आजभोलि त मोबाइल छ, सबै कुराहरू पाइन्छ हैन। यसरी 1 2 3 गर्दै यतातिर कोरियनमा हैन, खादा जानु, फुदा हेर्नु, मान्नादा भेट्नु हैन। यसरी आज मैले 20 वटा शब्द 30 वटा शब्द वा 50 वटा शब्द यसरी लेख्छु। म कहीँ खाली भएँ वा म कहीँ गाडीमा हिँड्दैछु वा म कसैलाई वेट गर्दैछु भने यसो टाइम गेला यसरी है पठाएर राखेको यसो खोल्ने हेर्ने, त्यसरी हेर्नु भने एकदम छिटो याद हुन्छ। र त्यो पढेको शब्दहरूलाई घरमा हामीसँग भएका इक्विपमेन्टहरू छ नि, जस्तै उइजा चेयर हैन, छेक्साङ है टेबल, अनि छाङमुन झ्याल, मुन ढोका, ख्योसिल क्लासरुम, यो देख्ने बित्तिकै झ्याल देख्ने बित्तिकै के हुन्छ रे छाङमुन, उइजा कुर्सी देखेँ के हुन्छ उइजा हो, सरले क्लासरुमलाई के भन्नु थियो ख्योसिल। यसरी सम्झिने प्रयास गर्नुभयो भने त्यो कहिले पनि बिर्सिदैन। नम्बर फर्स्ट यसरी मेमोराइज गर्नुहोस्। यो होइन कि तपाईँ मेमोराइज गर्नलाई घरमा है घोरिएर बसेर कहिले पनि मेमोराइज हुँदैन। फ्रीली गर्नुहोस्। मर्निङ वाक इभिनिङ वाक गर्दा पनि गर्न सक्नुहुन्छ। र दोस्रो नम्बरमा तपाईले यसरी लेखिसक्नु भयो, आज 20 वटा 30 वटा शब्दहरू मैले लेखिसकेपछि तपाईले आफ्नो मोबाइलमा आफै रेकर्ड गर्नुहोस् है, आफै रेकर्ड गर्नुहोस्। त्यसपछि गएर कतै हिँड्दा डुल्दा इभिनिङ वाक मर्निङ वाक ड्युटीमा पनि, यद्यपि फुर्सदको समयमा गाडीमा इयरफोनमा त्यही लगाएर सुनेको सुन्दै हिँड्नुहोस्, सुन्दै आउनुहोस्
हैन त्यसले गर्दाखेरि तपाईले समय कन्ज्युम हुँदैन तपाईले छुट्टै समय दिनु पनि पर्दैन त्यसैले गर्दा पास भइन्छ त्यो गर्नुभयो भने एकदम इजिली मैले पनि कोरियामा सुरुमा त्यो जमानामा आजभन्दा 30 वर्ष पहिले पढ्दाखेरि त्यसरी गर्थे 150 वटा मिनिङसम्म मैले मेमोरी गरेको थिएँ तर कसैले सोध्यो फ्याट भन्दैमा त्यो मलाई आउने भन्ने छैन र पनि कहीँ देखेँ कहीँ सम्झेँ भने मलाई छिट्टो चाहिँ याद हुन्छ यसरी पढ्नुपर्छ मैले पनि मोबाइलमा रेकर्ड गर्थेँ हैन पछिका दिनमा पहिला त थिएन पहिला अनि पछिका पहिला त हामी के गर्थ्यौँ कम्पनीमा काम पनि गर्थ्यौँ कम्पनीमा काम गर्ने क्रममा मैले यसरी शब्दहरू आज मैले 50 वटा शब्द जसरी पनि याद गर्छु चाहे नाइट ड्युटी होस् चाहे डे ड्युटी होस् अनि मैले के गर्थेँ त है टेबलमा यो राख्थेँ अनि माथिबाट केले छोप्थेँ छोपेर कोरियनहरू आएको बेलामा त डर लाग्थ्यो त्यसरी पढ्नको ड्युटीमा राम्रो होइन तर कोरियन नभएको बेला टक्क त्यो माथिको कभरलाई हटाइदिने अनि यसो हेर्ने अनि फेरि आफ्नो काममा जाने सम्झिँदै यसरी क्लासहरू मैले मेमोरी गर्थेँ त्यसैले गर्दाखेरि आज धेरै शब्दहरू मेमोरी भएको हो 자 오늘 자 공부하는 방법 단어를 외우는 방법 저 어떨까요? तपाईँलाई कस्तो लाग्यो मेमोरी गर्ने तरिका त्यसरी गर्नु भने पक्कै पनि सफल हुन्छ ओके थ्यांक यू त भोलि हामी फेरि नयाँ दुईटा इरेगुलर भर्ब लिएर आउँछौँ ओके भोलिसम्मको लागि बाइ बाइ 고맙습니다